सबैजनालाई आज चाहिँ हामी घुम्न आएछौँ। यो कोपन पार्क हो। यस्तो छ अब बन्द भइसक्यो कोपन पार्क, हामी ढिलो आयौँ। अघि आइदिएको भए त राम्रो हुन्थ्यो होला। यो आज के झन्डा लाउने दिन रहेछ यहाँ इन्डियाको, तर अहिले चाहिँ यस्तो राम्रो छ, सबै बन्द भइसक्यो, ढिलो आयौँ हामी। ऊ तल पनि देखाइदिनु न कस्तो राम्रो छ। ऊ यता पनि कस्तो राम्रो राम्रो बनाइरहेछन् है, यति राम्रो बनाएको छ नभए हेर्दा। अब छिटो आउनु पर्ने थियो कि हामी धेरै ढिलो आयौँ। काम यताउता गर्दा गर्दा ढिलो भइसक्यो। तर तर जे होस् रमाइलो छ गाइस, हेर्नुलाई यताउता। तर तलतिर पनि पार्क छ अहिले। अब रातिमा त कहाँ जान्दिनन्, बन्द छ कि। यता चाहिँ अहिले अलिकति ओपनै राखेको छन्। अब मान्छेहरू आउँदै जाँदै आउँदै जाँदैछन्, त्यही भएर बुढो र म छौँ। तर हेरेर साथ दिनु होला। यसको लोकेसन चाहियो भने कमेन्ट गर्नु, म लोकेसन हालिदिन्छु। तर यसको नाम के हो भने चाहिँ बेङ्गलोर कपन पार्क भन्छन् कसैले, कसैले विधानसभा भन्छन्। त्यही भएर गुगलमा हेरेपछि आइहाल्छ। बाई बाई गाइस सबैजनालाई। ओके बाई गाइस।